तपाई कम्प्युटर अपरेटर लोकसेवा परीक्षाको तयारी गर्दै हुनुहुन्छ? कुन प्रश्न आउला भनेर सोचिरहनु भएको छ भने चिन्ता नगर्नुहोस्। आजको भिडियोमा म त्यसैको बारेमा केही जानकारी दिनेछु। नमस्ते सबैलाई, स्वागत छ लोकसेवा रेडियो च्यानलमा। आज हामी कम्प्युटर अपरेटर लोकसेवा परीक्षाका महत्त्वपूर्ण विषयगत प्रश्नहरूको बारेमा छलफल गर्नेछौँ। सबैभन्दा पहिला परीक्षाको ढाँचा बुझ्न जरुरी हुन्छ। कम्प्युटर अपरेटर लोकसेवा परीक्षा 3 चरणमा हुन्छ। लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र लास्टमा चाहिँ अन्तर्वार्ता हुनेछ। आजको भिडियोमा हामी विषयगत प्रश्नहरूमा फोकस गर्नेछौँ, जुन सबैलाई धेरै नै गाह्रो लाग्छ। यसको पाठ्यक्रमको डिटेल्स भिडियो हामी अगाडिको भिडियोमा बनाएछु। पाठ्यक्रम हेर्नु छ भने त्योबाट हेर्न सक्नुहुन्छ। अब हामी केही इम्पोर्टेन्ट क्वेशन्सहरू हेर्नेछौँ जुन चाहिँ परीक्षामा आउन सक्छन्। पहिलो क्वेशन रहेको छ, एक्सप्लेन द डिफरेन्ट टाइप्स अफ कम्प्युटर सफ्टवेयर विथ इक्जाम्पल्स। कम्प्युटर सफ्टवेयर कति प्रकारको छ र त्यसको एक्सप्लेन विथ इक्जाम्पल्स भने कुन टाइप छ? सिस्टम सफ्टवेयर, एप्लिकेसन सफ्टवेयर, युटिलिटी सफ्टवेयर र त्यसको इक्जाम्पल सहित जस्तै कि विन्डोज अपरेटिङ सिस्टम, एमएस वर्ड भयो, एप्लिकेसन सफ्टवेयर, त्यसको एक्सप्लेन राम्ररी गर्नुपर्छ। अब क्वेशन नम्बर 2, वाट इज द डिफरेन्स बिट्विन ऱ्याम एन्ड रोम? ऱ्याम र रोमको बिचमा डिफरेन्स के हो त्यो लेख्नु छ योमा। जस्तै कि ऱ्याम भोलाटाइल मेमोरी हो, टेम्पोररी स्टोरेज हो, कम्पेयर टु रोम इज नन भोलाटाइल मेमोरी र पर्मानेन्ट स्टोरेज डिभाइस हो यो। अब त्यसपछि क्वेशन नम्बर 3 मा रहेको छ, डिस्क्राइब द बेसिक स्टेप्स टु क्रिएट अ चार्ट इन एमएस एक्सेल। एमएस एक्सेलमा चार्ट क्रिएट गर्नको लागि बेसिक स्टेप्सहरू के छ त? जस्तै कि हामीलाई पहिला डाटा लेखेर त्यो डाटालाई सिलेक्ट गर्नुपर्छ, त्यसपछि इन्सर्ट ट्याबमा जानुपर्छ, अनि चुज चार्ट टाइप, त्यहाँबाट चार्टको टाइपहरू दिएको रहन्छ, त्यहाँबाट एउटा कुनै चार्ट टाइप सिलेक्ट गर्नुपर्छ, त्यसपछि कस्टमाइजमा गएर डन गर्नुपर्छ। त्यसपछि छ अर्को क्वेशन, वाट इज द रोल अफ अ फायरवाल इन नेटवर्क सेक्युरिटी? नेटवर्क सेक्युरिटीमा फायरवालको के कस्तो रोल रहेको छ त्यसलाई एक्सप्लेन गर्नु छ। जस्तै कि अ फायरवाल ब्लक अनअथराइज्ड एक्सेस वाइल परमिटिङ लेगिटिमेट कम्युनिकेसन लाइक अ सेक्युरिटी गार्ड अफ योर डाटा। डाटालाई सेक्युरिटी राख्नको लागि हामीले त्यहाँ फायरवाल युज गरेको हुन्छ भने फायरवाल के गर्छ त? अनअथराइज्ड एक्सेसहरूलाई ब्लक गरेर राखेको हुन्छ। अब हामी अर्को क्वेशन हेरौँ, एक्सप्लेन द इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 एन्ड इट्स इम्पोर्टेन्स। भन्नाले इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 त्यसको बारेमा एक्सप्लेन पुरा गर्नु छ र त्यसको इम्पोर्टेन्सहरू के कस्तो रहेको छ नेपालमा त्योहरू यहाँ लेख्नु छ। यो साइबर क्राइमबाट सोधिएको क्वेशन हो। अब हामी परीक्षामा कसरी लेख्दा राम्रो अङ्क ल्याउन सकिन्छ भने त कुनै प्रश्न दिएको हुन्छ भने सबभन्दा पहिला त्यसको परिभाषाबाट सुरु गर्नुपर्छ, त्यसपछि त्यसको उदाहरण र त्यसपछि त्यसको पुरा एक्सप्लेन गर्नुपर्छ निट एन्ड क्लिन राइटिङमा, र लास्टमा त्यसको निष्कर्ष के हो, कन्क्लुजन के हो त्यो लेख्नुपर्छ भने यो लेख्दाखेरि हामीलाई फुल मार्क मिल्नेछ। अझै धेरै प्रश्नहरू चाहिन्छ भने कमेन्टमा लेख्नुहोस्। आजको लागि यति नै। अब हामी अर्को भिडियोमा भेटौँला। धन्यवाद।